त्यो गाउँ चाहिँ लाप्चे त हो त्यो भन्दा माथि चाहिँ लाप भयो के अरे कुप्चेत र हामी चाहिँ लाग्दैछौँ अब चट्ट लाएर लापतिर राम्रो नआउँदो रहेछ यार अर्को पुरा गोरे हिरो है यो चाहिँ यो नेपालीको दियो होइन नि फेरि हुन त मेरै मामाको छोरो तर यो नेपालीको दियो चाहिँ होइन अस्ति ज्यादा गोरो छ यो पुल चाहिँ हाम्रो रिभ्यू भ्यालीको दोस्रो अथवा हो कि यो जिल्लाकै दोस्रो लामो पुल हो क्या यो चाहिँ झोलुङ्गी पुल है यो चाहिँ चट्टला दोस्तहरू त्यहाँ पुगिसकेको छ त्यो मलाई पिसा फेर्दैछ क्या हो पुलमा हिँडेको छैन होला तपाईँहरूले तर है तलतिर बस्ने साथीहरूले चाहिँ खतरा हुन्छ यो पुरा लिचिकै बनिसक्यो यार यतापट्टि त यो खोला चाहिँ अहिले चाहिँ सानै छ है तर भरेतिर चाहिँ खतरा हुन्छ है टोलीहरू त्यहाँ पुरै नुहाएर छ कुन चाहिँ टोलीहरू त्यहाँ पुरा यसको लागि खतरा ठाउँ पनि छ नि फेरि अल क्रेडिट टु हियर है त अल क्रेडिट गोज टु हियर ल चलिहालौँ है साथीहरू पनि पुगिसक्यो होइन पास्टर तर यो ब्याग बोक्दा नि यत्रो लाग्यो भने त केटी चाहिँ कसरी उठाउँछस् त 40-50 केजी उठाउँछस् होला नि त्यहाँ त किन यो ब्याग यस्तो सानो ब्याग बोक्न चाहिँ त्यस्तो हुँदैन फेरि इन्टरभ्यू दिइरहेको है फेरि योबाट चाहिँ कोही प्रभावित नहुँ मलाई हाम्रोतिर चाहिँ अब के अरे ऐसरी पनि पाक्ने बेला भइसक्यो है त लु कि त्यसले पैसा पनि पाएर त्यस्तो मिठो त छैन अमिलो रहेछ अर्को हाम्रो अर्को फ्रुट छ यहाँ होइन त्यसलाई तपाईँहरूकोमा चाहिँ के भन्नुहुन्छ एक्ज्याक्ट मैले नि नाम चाहिँ थाहा छैन है पाकिसकेपछि चाहिँ पुरै कालो हुन्छ यो चाहिँ यसको चाहिँ बल्ल फुल फुल्दो रहेछ मकै हालत यस्तो भइसकेको छु म हाम्रोतिर चाहिँ यो गुरुङ गाउँमा साह्रै अल्छी भइसक्यो है च्याद्दा थाकिसकेको छ यहाँबाट चल्यो राम्रो देखिन्छ क्या गाउँ चाहिँ महले बल मात्रै बढ्दैन क्या भाइ के बढ्छ सेक्सियल के सेक्स गर्ने के अरे यो ऊ पनि बस्छ क्या स्टामिना पनि बस्छ भन्दा अलिकति जिब्रो माथि बस्यो क्या सेक्सियल स्टामिना पनि बस्छ क्या प्लस आफूले एनर्जी पनि दिन्छ पर्छ सब हुन्छ पुरा एनर्जी जानु एकदम धेरै हुन्छ मह भने चाहिँ अब तोरीको मह नि हुन्छ जामुनको मह नि हुन्छ चिउरीको मह पनि हुन्छ प्लस म्याट हनी र दुईवटा हनीमा हुन्छ नि हो म्याट हनीमा हुन्छ हनी खाएर हर्नी हुने रे क्या भन्न अझ रोयल जेली खुवाइदिने भन्न
यो चाहिँ गुरुङ गाउँ है त लाप्चेत भन्छु यसलाई लाप्चेतको मोस्ट फेमस किराना पसल यस्तो पनि कता छन् त फेरि है नयाँ कुरा चाहिँ यहाँ छ है त हामी सी लेभलबाट 1850 मिटरमा छौँ वेलकम टु लाप्चेत बाटो चाहिँ खतरा छ क्या है ओए छौँ हामीसँग बाटो चाहिँ यस्तो हुँदो रहेछ हेर्नु भाले छिटमा छ लोकल भाले पनि राख्यो धजी गाउँ आइसक्यौँ हामी अब फाइनल्ली धजी गाउँ चुट्टो हाम्रो भन्यो पुरा बस्ने ठाउँ पनि छ है लापा गाउँ दिदी चुम्कोर कस्तो राम्रो नदेखेँ हाम्रो दिदी चाहिँ पुरै लाली ग्रस चाहिँ उहिलिसक्यो एउटा चाहिँ राम्रो रहेछ त्यो है त्यो चाहिँ बाँकी सबै उहिलिसक्यो है त लापा गाउँ फाइनली आइपुग्नु लागिसक्यो त्यही माथिको कस्तो राम्रो देखेको छैन क्या तर त्यही माथिको है त लापा गाउँ खोइ त यार यो पुल बन्ने कहिले बन्ने हो खोइ आबी लापा गाउँ भन्नु मात्रै हो क्या ठुलो गाउँ भन्नु मात्रै हो क्या यार यत्रो पुल पनि बनाउन सकेन भनेको है त्यही काठमा पुल चलाउनु परेको छ वडा चाहिँ यसैको यही गाउँको छ होइन यस्तो पुलको हालत यस्तो छ यार फाइनली हामी चाहिँ गाउँ आइपुगेको छौँ र गेम पनि सुरु भइसकेको रहेछ युवा खेलाडीद्वारा अत्यन्तै राम्रो स्पायर अत्यन्तै राम्रो आयोजन गर्दै सफल बल 8-4 तारिक नम्बर 4 प्रशंसात्मक गरेर पुनराको स्थान ग्रहण गर्दै पुनराको टिममा रोबीको टिमले अन्तिम जित्याउने छ भनेर
Matiun र सजिलैसँग ब्लक जर्सी नम्बर जर्सी नम्बर 4